कसले चाहिँ यो गाउँलाई चिनेको छ र एकदमै कस्तो छ यो गाउँ तपाईँहरूले पनि कमेन्ट प्रतिक्रियाहरू पनि दिनु होला है साथीहरू। अब यस्तै छ, अब गाउँघरमा काम गरिन्छ है, एकदमै बिहानदेखि बेलुकासम्म मजाले बारीतिरै काम गरिन्छ। यसो बन्दाहरू चाहिँ यस्तो यस्तो भइरहेछ हाम्रोतिर चाहिँ यस्तो भइरहेछ अहिले चाहिँ हाम्रो बन्दा चाहिँ हेर्न सक्नुहुन्छ है गाइज। अब किरा हल्का लागेछ, किरोको औषधि हाल्नुपर्छ आज चाहिँ, त्यही भएर चाहिँ हाम्रो 3 दिनको बारेमा भएर चाहिँ औषधि हाल्नु पाएको छैन, त्यही कारणले ल है गाइजहरू। सबैजनालाई गुड मर्निङ है मेरो एकदमै फेसबुक साथीहरूलाई। आज चाहिँ म मेरो धनियाँ बारी अर्थात् मेरो एउटा धनियाँ पनि रोपेको छु र एउटा कौली पनि रोपेँ, बन्दा पनि रोपेको छ हामीले चाहिँ। अब धनियाँ चाहिँ बेच्ने बेला हुन लागिसकेको छ, लगभग 1 हप्तापछि त बेच्ने बेला हुन्छ, बेच्ने हुन्छ। अब कौली पनि यस्तो भइसकेको छ मेरो चाहिँ होइन। अब मेरो चाहिँ घरमा चाहिँ यसरी अहिले चाहिँ खेती गरिरहेको छु। उता तलपट्टि चाहिँ एउटा 1-2 रोपनीमा चाहिँ काँक्रो र टमाटर हालेर आएछ र अलिअलि बोडीहरू पनि राखेको छ। हाम्रोतिर चाहिँ अब यस्तो खेती धेरै चाहिँ गर्दैन, मकैहरू चाहिँ धेरै हुन्छ, मकैहरू चाहिँ धेरै हुन्छ है साथीहरू। मकैहरू चाहिँ यसरी चाहिँ रोप्छ हाम्रो चाहिँ, हेर्न सक्नुहुन्छ है। मकैहरू चाहिँ टन्नै रोपिन्छ हाम्रोतिर यसरी। तपाईँहरूको पनि यस्तै छ भने चाहिँ कमेन्ट गर्नु होला। मकैहरू कस्तो हुन्छ, कस्तो छ, राम्रो छ कि छैन हेर्न सक्नुहुन्छ है गाइजहरू। तपाईँहरूले पनि प्रतिक्रिया दिनुहोस्। यहाँ चाहिँ छिमेकीको यो चाहिँ एकदमै राम्रो भइरहेको छ मकैहरू। यो चाहिँ हाम्रो अलिकति अब यसले चाहिँ मल खोजिसकेको छ, मल हाल्ने बेला भइसकेको छ है, त्यही भएर अलिकति उ भइरहेछ। मल हाल्ने बेला नै भइसकेको छ, मल हाल्नुपर्छ। त्यही भएको कारणले अब चाहिँ मल कहिले आउँछ हेरौँ है त। अब अर्डर दिइसकेको छ। हाम्रोतिर चाहिँ हेर्न सक्नुहुन्छ है गाइज, हाम्रोतिर चाहिँ यस्तो हुँदा पनि अहिलेसम्म बाटो बनाइरहेको छैन। खोलाले यसरी बगाउँदा पनि अहिलेसम्म है सरकारले कुनै पनि हेरचाह गरेको छैन। यस्तै छ गाइजहरू, हेर्न सक्नुहुन्छ हाम्रो यस्तै छ। बाटो यहीँ छ, बाटो अलिकति मात्रै छ, अहिलेसम्म यहाँ चाहिँ बनाएको पनि छैन, अहिलेसम्म यस्तै छोडेर आएको छ। हामी चाहिँ यस्तोमै बसोबास गरिरहेको छौँ है। यस्तै छ गाइजहरू हाम्रो गाउँ चाहिँ है, तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ हाम्रो घरहरू चाहिँ यस्तै छ। तपाईँहरूले कस्तो छ कताको जस्तै कमेन्टहरू चाहिँ गर्नु है गाइजहरू है। ल अब चाहिँ आयो।